ला हिजो 5 बजे उठेको आज चाहिँ म 6 बजे उठेँ नै म 6 बजे नै अलार्म लगाएर सुतेँ त हिजो किनकि 12 बजे थियो कि 11 बजेसम्म पढेँ होइन अनि भिडियो एडिट गरेर हाल्दै थिएँ अनि त्यति गर्दा 12 बजिसकेपछि निद त पुरा गर्नु पर्यो नि निद पुराको लागि 6 बजे उठेँ 6 बजे उठेपछि फेरि लगभग 30-40 मिनट चाहिँ पढिसकेपछि चाहिँ आज म खासै पढेन कि यसो दिउँसो घरमा थिएन अनि त्यसो हुँदा आज खासै पढाइ भएन समथिङ 1-1.5 घन्टा मात्र पढाइ भयो होइन त्यही नै हो अब भोलिबाट फेरि कन्टिन्यू दिन्छु नि त केही छैन अब हिजोको जस्तो लङ भिडियो बनाउँदिनँ एडिट गर्ने यता छ्याउ लाग्छ कि क्यामेरा एङ्गल मिल्दैन के गर्दैन होइन हल्का बनायो त्यो हाल्नुपर्छ भन्ने त छैन त्यही पनि हल्का के यो शिक्षक आन्दोलन हुन्छ नि यसले गर्दा इक्जाम सर्नी नसर्नी भन्छन् नि त्यसो हुँदा कस्तो पढ्नु मन नलाग्ने कि ठ्याक्कै एउटै फिक्स भएपछि त हुन्थ्यो नि के हुने हो भन्ने हुने अनि चाहिँ कस्तो पढ्नै छ्याउ लाग्ने अनि चाहिँ हल्का आज चाहिँ म पढाइमा ध्यान दिन सकिनँ